साला मास्टरले त मान्दै मान्दैन। साला मास्टर त्यसले छोटे राजालाई नचिनेको मर्न पाला ल जाउँ। क्लास आज हामी हिंसा र अहिंसाको बारेमा पढ्छौँ है। हिंसा भनेको के हो, अहिंसा भनेको के हो भन्दाखेरि हिंसा हुनु भनेको सामान्य भाषामा बुझ्दाखेरि अरूलाई मारकाट गर्नु भन्ने बुझिन्छ हैन, क्रिमिनल एक्टिभिटिज गर्नु भन्ने बुझिन्छ। त्यो अरूलाई त्यो हिंसा गर्ने मारकाट गर्ने मात्रै हिंसा होइन, बोली वचनले पनि हिंसा हुन्छ। अरूको चित्त दुख्ने गरेर चाहिँ गाली गरियो हैन, अरूलाई डोमिनेसन गर्यो। त्यही भएर चाहिँ बौद्ध धर्मावलम्बीहरू गौतम बुद्ध, भगवान् गौतम बुद्धलाई चाहिँ देवता मान्नेहरूले चाहिँ के गर्छ त भन्दाखेरि हत्या हिंसामा विश्वास गर्नुहुन्न। त्यो मान्छेलाई चाहिँ चित्त दुख्ने गरेर बोलीले वचनले व्यवहारले जुन डोमिनेसन गरिन्छ त्यो पनि एक हिसाबको हिंसा हो भनेर चाहिँ भन्नुभएको। त्यसैले हामीले के गर्नुपर्छ, उहाँको त्यो उपदेश अहिंसा गर्ने भन्ने उपदेश चाहिँ अहिलेको समयमा हामीलाई पनि लागु हुन्छ, पछिसम्म पनि अरू अहिंसा मास्टर साहब यति सबै गर्दा पनि पुगेन होइन, तैँले के सोचिस्? यता पढाउने भन्दैमा यो जमिन तेरो हुन्छ भनेर सोचिस्? हेर्नुहोस्, मैले तपाईँलाई भनिसकेँ यो स्कुल मैले गरिब र अनाथ बच्चाको लागि खोलेको। तपाईँ सुध्रिनुहोस्, होइन भने म चाहिँ पुलिस केस गर्न सक्छु। मास्टर साहब हामी पनि त अहिंसावादी हो, त्यही भएर त सम्झौता गर्न आएको। यो पैसा राख्नुहोस्, यो स्कुलको जमिन मेरो नाममा गरिदिनुहोस्। जबसम्म म हुन्छु म स्कुललाई केही पनि हुन दिन्छु। हे मास्टर लाग्छ मलाई अहिंसाबाट होइन हिंसाबाट